गाइस वेलकम टु माई ब्लग। आजको ब्लगमा हामी बिहान 5 बजेदेखि नै हामी अब पेट्रोल पम्प नवयुग जाँदैछौँ। नवयुग स्कुल पेट्रोल पम्प गएनौँ भने हामी तपाईँहरूलाई नवयुग स्कुल देखाउनेछौँ। यो स्कुल हो, यो यसको नाम प्रनिस दाहाल। हामी अहिले जाँदैछौँ। हामी यस्तो राम्रो बाटोबाट गइरहेको छौँ। बिहानै गइरहेको छौँ। मलाई यसले भनेको जाम भनेर बिहान उठौँ। अनि मेरो पनि कन्टेन्ट नभएको कारणले म कन्टेन्ट खोज्दै यहाँबाट गएको। अब हामी यही बाटोबाट जाने हौँ। अब एकछिनमा मिल्छौँ है त। हामी नवकिरण स्कुलको नजिकतिर आइसकेको छौँ। नवकिरण स्कुलको नजिकतिर आइसकेको छौँ। त कसको फेन अरे मिनी नेमार र लामिनको कम्बिनेसन। त्यो गाई उता देख्न सक्नुहुन्छ हाम्रो दोगेश ग्याङ ग्याङको मिटअप भइसकेको छ। अनि अङ्कलजी हामीलाई साइड लाख भन्दै सिटी लिएर आउँदै हुनुहुन्छ। अब हामी जाँदैछौँ। यहाँ यस्तो छ दोगेश भाइ। यहाँ इन्टेन्स फाइट भइरहेछ। प्रणेशलाई देखाएर आउँदैछ दोगेश भाइ। हेलो दोगेश भाइ। हामी आइसकेको छौँ। प्याउ गाइस दोगेश ग्याङ र प्रनिस दाहालको फाइट परिरहेको छ। दोगेश भाइले आएर हाम्रो प्रनिसलाई किसको भने मेरो जिम्मेवारी हुँदैन। गाइस अगाडितिर पनि दोगेश भाइ छ। हाम्रो हेर्दैछ दोगेश भाइले। अब यस्तो कुरा छोडेर छिटो नवकिरण स्कुलतिर लागौँ। हामी नवकिरण स्कुलतिर आइसकेको छौँ। नवकिरण भन्दा थेत्मुला नवयुग स्कुलतिर आइसकेको छौँ। यस्तो रहेको छ। भित्र चाहिँ जग्गा दिँदैछन्। यतिकै बाहिरबाट देखाइदिएको। अब हामी भ्यू स्टेसनतिर जाऊँ। ग्यास स्टेसन छिटो जा। दुर्गापुरको जाम। म तँलाई डिआर दिन्छु कि हजुरआमालाई नमस्कार भनेर देखा। साँच्ची जा गर देखेर साँच्ची पैसा भएको बेला खुवाउँछु। अहिले छैन। डिआर चाहिँ गरिसकेको छ। अब खै मैले क्यामेरा राम्ररी भेटाएन। अब भयो कि भएन, भिडियो हाल्न हुन्छ कि हुँदैन। अब राम्रो भयो भने हालिदिन्छु, नभए छैन भने हालिदिनु। कस्तो भन्थ्यो यो चाहिँ जान मानेको छैन। अहिले हामी त्यसो भएर यसलाई एउटा च्यालेन्ज दिनु अरे। हामी यस्तो नजिक आइसक्यो नजाने अरे। हामी अब यहाँबाट जान्छौँ। म यसलाई एउटा च्यालेन्ज दिन्छु। यसले पुरा गर्नुपर्छ। अहिलेको भिडियो रेकर्ड राम्ररी भयो कि भन्ने चाहिँ थाहा छैन मलाई। अब अहिले हेर्नुपर्छ। अब अहिले म के च्यालेन्ज दिन्छु। अहिले हामी यहाँबाट जाँदै जाँदै यही बाटोबाट घर फर्किँदैछौँ। त्यहाँसम्म गएर हामी
लागि जति यो त मान्छे हो मान्छे केही छ भने पो बाटोमा चल्दै यो पिटी चलाएको भाइ चाबी आउँछ हुन्न चला स्टाइलले त्यतिकै भनेको त म त चला स्टाइलले अब हामी यही बाटोबाट फर्किँदैछौँ मोटरले यो त्यो अङ्कल हुन्छ नि त्यो अङ्कललाई गएर होइन त्यो अङ्कललाई गएर हातमा धोएर दिएर नक्सेर हुन्छ अङ्कल क्यालेन्ड गर्छु भने होइन गर्नुपर्छ है गर्न हो के चाहिँ गर्छ अन्त नि यो त आफै भन् यो मान्छे अनुहारहरू राम्ररी यसले मेरो च्यालेन्ज गर्न मानेको होइन छिटो ग्याङ लिएर आउनु कुद्नको लागि ल अब दम छ अरे अब ला यसको फेरि छोटा भीमवाला ग्याङ यसको छोटा भीमवाला ग्याङ छ नि फेरि गाइस आजको लागि यति नै अब केही कन्टेन्ट नभएको कारणले मैले अब यो भ्लग बनाएको अलिकति राम्रो कन्टेन्ट भएको बेला म भ्लग बनाउँछु ल आजको लागि यति नै सबैलाई थ्याङ्क यू